साथीहरु आजको भिडियोमा म्यादी प्रहरी अथवा निर्वाचन प्रहरीको लिखित परीक्षामा आउने एकदमै इम्पोर्टेन्ट सम्भावित प्रश्नोत्तरहरू लिएर आएको छु। यति पढ्नुभयो भने तपाईको यी प्रश्नहरूबाट धेरै प्रश्नहरू लिखित परीक्षामा आउनेछन्। सबै प्रश्न र प्रश्नको उत्तर सहित जानकारी दिनेछु। भिडियोलाई अन्तिमसम्म हेर्दिनु होला र भिडियो मन परेमा भिडियोलाई लाइक गर्नुहोला, साथीमा शेयर गर्नुहोला र च्यानलमा यदि नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिनुहोला। लागौं अब आजको भिडियोतर्फ। प्रश्न नम्बर 1, म्यादी प्रहरी भर्ना छनौट कसले गर्छ? अप्सन ए नेपाली सेना, अप्सन बी निर्वाचन आयोग, अप्सन सी नेपाल प्रहरी, अप्सन डी एपीएफ। साथीहरु यसको सही उत्तर हुन्छ अप्सन सी नेपाल प्रहरी। प्रश्न नम्बर 2, नेपालको प्रथम महिला प्रधानमन्त्री को हुन्? अप्सन ए विद्यादेवी भण्डारी, अप्सन बी हीरादेवी तुलाधर, अप्सन सी ओन्सडी धरती मगर, अप्सन डी सुशीला कार्की। यसको सही उत्तर हुन्छ अप्सन डी सुशीला कार्की। प्रश्न नम्बर 3, निर्वाचन अथवा म्यादी प्रहरी बन्न उमेर कति हुनुपर्छ? अप्सन ए 17 वर्ष पूरा भई 54 वर्ष ननागेको, अप्सन बी 18 वर्ष पूरा भई 54 वर्ष ननागेको, अप्सन सी 20 वर्ष पूरा भई 40 वर्ष ननागेको, अप्सन डी 21 वर्ष पूरा भई 50 वर्ष ननागेको। साथीहरु यसको सही उत्तर हुन्छ अप्सन बी 18 वर्ष पूरा भई 54 वर्ष ननागेको। प्रश्न नम्बर 4, नेपालमा जेएनजी आन्दोलन कति दिन चलेको थियो? अप्सन ए 2 दिन, अप्सन बी 3 दिन, अप्सन सी 15 दिन, अप्सन डी 19 दिन। यसको सही उत्तर हुन्छ अप्सन ए 2 दिन। प्रश्न नम्बर 5, हाल प्रतिनिधि सभा निर्वाचन कहिले हुँदैछ? अप्सन ए फागुन 1 गते, अप्सन बी फागुन 11 गते, अप्सन सी फागुन 21 गते, अप्सन डी फागुन 31 गते। यसको सही उत्तर हुन्छ अप्सन सी फागुन 21 गते। प्रश्न नम्बर 7, निर्वाचन प्रहरी हुन न्यूनतम शैक्षिक योग्यता कति हुनुपर्छ? अप्सन ए कक्षा 5 पास भएको, अप्सन बी कक्षा 8 पास भएको, अप्सन सी एसई पास भएको, अप्सन डी साधारण लेखपढ गर्न जान्ने। यसको सही उत्तर हुन्छ अप्सन डी साधारण लेखपढ गर्न जान्ने। प्रश्न नम्बर 6, निर्वाचन प्रहरीको कार्यावधि कति दिनको हुनेछ? अप्सन ए 30 दिनको, अप्सन बी 35 दिनको, अप्सन सी 40 दिनको, अप्सन डी 50 दिनको। यसको सही उत्तर हुन्छ अप्सन सी 40 दिनको। प्रश्न नम्बर 8, निर्वाचन प्रहरी हुन पुरुषको तौल न्यूनतम कति हुनुपर्छ? अप्सन ए 42 केजी, अप्सन बी 50 केजी, अप्सन सी 55 केजी, अप्सन डी 60 केजी। यसको सही उत्तर हुन्छ अप्सन बी 50 केजी। प्रश्न नम्बर 9, हाल नेपाल प्रहरीमा प्रहरी महानिरीक्षक को हुनुहुन्छ? अप्सन ए दान बहादुर कार्की, अप्सन बी राजु अर्याल, अप्सन सी दीपक थापा, अप्सन डी बसन्त कुवर। यसको सही उत्तर हुन्छ अप्सन ए दान बहादुर कार्की। प्रश्न नम्बर 10, नेपालमा जम्मा कतिवटा जिल्ला रहेका छन्? अप्सन ए 7 वटा जिल्ला, अप्सन बी 14 वटा जिल्ला, अप्सन सी 75 वटा जिल्ला, अप्सन डी 77 वटा जिल्ला। यसको सही उत्तर हुन्छ अप्सन डी 77 वटा जिल्ला। प्रश्न नम्बर 11, नेपालमा गाउँपालिकाको संख्या कतिवटा रहेका छन्? अप्सन ए 273 वटा, अप्सन बी 300 वटा, अप्सन सी 400 वटा, अप्सन डी 460 वटा। यसको सही उत्तर हुन्छ अप्सन डी 460 वटा। प्रश्न नम्बर 12, हालका नेपालका गृहमन्त्री को हुनुहुन्छ? अप्सन ए रमेश लेखक, अप्सन बी नारायण काजी श्रेष्ठ, अप्सन सी ओम प्रकाश अर्याल, अप्सन डी महावीर पुन। यसको सही उत्तर हुन्छ अप्सन सी ओम प्रकाश अर्याल।
प्रश्न नम्बर 13 नेपालको वर्तमान संविधान कहिले जारी भयो? अप्सन ए 2072 असोज 3 गते, अप्सन बी 2070 असोज 30 गते, अप्सन सी 2065 जेठ 15 गते, अप्सन डी 2065 जेठ 19 गते। यसको सही उत्तर हुन्छ अप्सन ए 2072 असोज 3 गते। प्रश्न नम्बर 14 नेपालको संविधानमा धारा कतिवटा रहेका छन्? अप्सन ए 35 धारा, अप्सन बी 308 धारा, अप्सन सी 366 धारा, अप्सन डी कुनै पनि होइन। यसको सही उत्तर हुन्छ अप्सन बी 308 धारा। प्रश्न नम्बर 15 नेपालको संविधानमा कतिवटा अनुसूची रहेका छन्? अप्सन ए 9 वटा, अप्सन बी 11 वटा, अप्सन सी 13 वटा, अप्सन डी 15 वटा। यसको सही उत्तर हुन्छ अप्सन ए 9 वटा। प्रश्न नम्बर 16 हाल नेपाली सेनाका प्रधान सेनापति को हुनुहुन्छ? अप्सन ए अशोक राज सिंहदेल, अप्सन बी प्रभुराम शर्मा, अप्सन सी पूर्णचन्द्र थापा, अप्सन डी राजेन्द्र छेत्री। यसको सही उत्तर हुन्छ अप्सन ए अशोक राज सिंहदेल। प्रश्न नम्बर 17 निर्वाचन प्रहरी कुन मन्त्रालय अन्तर्गत पर्दछ? अप्सन ए शिक्षा मन्त्रालय, अप्सन बी गृह मन्त्रालय, अप्सन सी कानुन मन्त्रालय, अप्सन डी रक्षा मन्त्रालय। यसको सही उत्तर हुन्छ अप्सन बी गृह मन्त्रालय। प्रश्न नम्बर 18 नेपालको सबैभन्दा ठुलो ताल कुन हो? अप्सन ए राणा ताल, अप्सन बी सेफुक्सुन्डो ताल, अप्सन सी तिलिचो ताल, अप्सन डी बुलबुले ताल। यसको सही उत्तर हुन्छ अप्सन ए राणा ताल। प्रश्न नम्बर 19 नेपाल एकीकरण अभियानको सुरुवात गर्ने व्यक्ति को हुन्? अप्सन ए राम शाह, अप्सन बी द्रव्य शाह, अप्सन सी पृथ्वीनारायण शाह, अप्सन डी प्रताप सिंह शाह। यसको सही उत्तर हुन्छ अप्सन सी पृथ्वीनारायण शाह। प्रश्न नम्बर 20 क्षेत्रफलको आधारमा नेपालको सबैभन्दा ठुलो जिल्ला कुन हो? अप्सन ए डोल्पा, अप्सन बी मुगु, अप्सन सी हुम्ला, अप्सन डी जुम्ला। यसको सही उत्तर हुन्छ अप्सन ए डोल्पा। प्रश्न नम्बर 21 नेपालमा कतिवटा प्रदेश रहेका छन्? अप्सन ए 7 प्रदेश, अप्सन बी 8 प्रदेश, अप्सन सी 6 प्रदेश, अप्सन डी 5 प्रदेश। यसको सही उत्तर हुन्छ अप्सन ए 7 प्रदेश।